कोरियामा बङ्गुर पालेरै दैनिक कमाइ करोडौँ नाङ्दो रहेछ। के गर्नु अब यो चाहिँ आज राति पठाउनु पर्ने बङ्गुरहरू हो। यिनीहरू चाहिँ 6 महिना पुरा भइसकेको। अब यिनीहरू बेच्नलाई रेडी भइसक्यो र आजबाट चाहिँ यो 3 नम्बर ब्लकको बङ्गुर पठाउने पालो आइसकेको छ। यहाँ चाहिँ साउले चाहिँ दिनमा 240 वटा बङ्गुर दैनिक पठाउँछ र कमाइ गर्नुपर्दा दैनिक करोडौँ कमाउँदो रहेछ। त्यही भएरै होला कोरियाको जनस्तर कस्नुको कारण पनि यही जस्तो लाग्छ। र अरू क्षेत्रभन्दा पनि यो बङ्गुर पालन क्षेत्रमा चाहिँ एकदमै कोरियन साउहरू चाहिँ उँभो लागेको देखिन्छ। तर यहाँ सिस्टम पनि राम्रो छ, किनभने जस्तोसुकै बङ्गुरको डिजिजहरू आए पनि त्यसलाई चाहिँ निर्मूल पार्नको लागि हरेक किसिमको औषधिहरू छ र यही कोरियामै उत्पादन हुने भएकोले समस्या छैन। अब हाम्रो नेपालतिर चाहिँ रोग आयो भने त्यसले सखाप बनाइदिन्छ।